बिन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ चैत 21 गतेदेखि निष्कासन हुने भएको छ। यस लघुवित्तले 51,29,200 रुपियाँ बराबरको एफपिओ जारी गर्न लागेको हो। यही चैत 21 गतेदेखि यो एफपिओ तपाईँ हामी सबैले भर्न सक्नेछौँ। यो एफपिओमा चैत 26 गतेसम्म आवेदन दिन सकिनेछ। यसमा न्यूनतम 10 कितादेखि अधिकतम 1000 कितासम्म आवेदन दिन सकिनेछ। सियासबा बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत तपाईले सेयर भर्न सक्नुहुनेछ र तपाईले 10 किता नै भरेको राम्रो हुन्छ, किनभने यो एकदमै भाग्यमानीहरूलाई मात्र पर्छ। थोरै छ, 10 किता तपाईले भर्नुहोस्, 10 किता नै तपाईले आवेदन दिनुहोस्। यो सेयर यदि पर्छ भने निकै राम्रो हुनेछ। कम्पनीको प्रति किता 100 रुपियाँ अङ्कित मूल्यमा 51,292 किता सेयर निष्कासन हुन लागेको हो। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंक लिमिटेड रहेको छ र यो एफपिओ तपाईँ हामीले भर्न छुटाउनु हुँदैन। 1000 मूल्यमा तपाईले भर्दै हुनुहुन्छ र यदि तपाईँ भाग्यमानी हुनुहुन्छ र यो एफपिओ तपाईलाई पर्छ भने तपाईले 29,000 अर्थात् 30,000 31,000 सम्म कमाउन सक्नुहुनेछ। दोस्रो बजारमा यो हाल यो एफपिओ यो कम्पनीको कारोबार भइरहेको छ र यो कारोबार भइरहेको कम्पनीको एफपिओ तपाईले भर्न नछुटाउनु होला। यो एफपिओ पछाडि लगत्तै अन्य धेरै आइपिओहरू आउँदैछन्। पाइपलाइनमा रहेका 84वटा भन्दा बढी आइपिओहरू धमाधम खुल्दैछन् र ती आइपिओहरू भर्नको लागि पनि पैसा चाहिने हुन्छ। तपाईले जम्मा गर्दै गर्नुहोस्। शेयर बजार सम्बन्धी आइपिओ र एफपिओ सम्बन्धी सम्पूर्ण जानकारीको लागि बेस नेपाल इन्फो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हामी तपाईहरुलाई सबै जानकारी दिनेछौँ।